हेलो साथीहरू, आज पनि तपाईँलाई मेरो यो भिडियोमा स्वागत छ। अनि आज पनि म चाहिँ कामको लागि घरदेखि निस्किसकेँ र हाम्रो गाउँघरहरू तपाईँले देख्न सक्नुहुन्छ साथीहरू। अनि भदेर बहिनी पनि त्यहीँनिर थियो काममा जानको लागि तयार भइरहेको र हामी चाहिँ यसरी घरदेखि बाटो लाग्यौँ। देख्न सक्नुहुन्छ बुहारी भदे बहिनी हामी चाहिँ यसरी बाटो लाग्यौँ। अनि यतापट्टि पनि थियो बुहारी नै हो पनि। हामी चाहिँ खेत लगाएको बुहारीको यसरी हामी चाहिँ बाटो लाग्यौँ साथीहरू। बाटो लाग्दै गर्दा चाहिँ बाटोमा चाहिँ भदैले चाहिँ च्याउ भेटेको थियो होइन। अनि त्यसपछि हामीलाई देखाउँदै थियो नि त, त्यही भएर मैले चाहिँ भिडियो बनाइदिइहाल्थेँ। अनि साथीहरू चाहिँ पछाडि पनि आउँदै थियो। अनि जङ्गल चाहिँ यस्तो थियो कि हामीले फान्नुपर्ने चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले पनि साथीहरू। अनि आजको मौसम चाहिँ यस्तो बिग्रिरहेको छ नि, काममा जाने बेलामा पनि पानी परिरहेको छ अलिअलि, तर दिउँसो चाहिँ राम्रो भयो अहिले। देख्न सक्नुहुन्छ हामी चाहिँ पुगेर बसिरहेको छौँ र पछाडिनिर साथीहरू चाहिँ आउँदै थियो। अनि हामी चाहिँ आइपुगेर यसो गफसफ गर्दै बसिरहेको थियौँ र केही समयपछि चाहिँ हामी यसरी काममा पनि लाग्यौँ साथीहरू। अनि म चाहिँ ऊ माथि थिएँ। अनि भदै बुहारीहरू चाहिँ काममा लागिसकेको थियो। अनि हामी चाहिँ परको डाँडादेखि आएको। अनि यतिखेर क्यामेराम्यान चाहिँ बुहारी थियो र यसरी हामी चाहिँ दम कामतिर लाग्यौँ साथीहरू। देख्न सक्नुहुन्छ तपाईँहरूले। अनि हामी चाहिँ परको डाँडादेखि आएको होइन। अनि हामी केही समय काम गरिसकेपछि चाहिँ खाजा खाने टाइम पनि भयो नि त। अनि यसरी खाजा खानको लागि खाजा खाने ठाउँमा आयौँ। अनि यसरी खाजाहरू पास गर्दै थियो, साथीहरूलाई दिँदै थियो। अनि मैले चाहिँ यसरी भिडियो बनाएँ साथीहरू। अनि खाजा खाइसकेपछि चाहिँ फेरि हामी चाहिँ काममा जानुपर्ने हुन्छ। अनि खाजा खाइसकेर फेरि हामी चाहिँ यसरी कामतिर लाग्यौँ। अनि साथीहरू चाहिँ अगाडि हिँड्दै थियो भने अनि दाजु र भदैहरू चाहिँ पछाडि नै थियो। अनि यसरी हामी चाहिँ गयौँ। अनि हामीले गरेको काम चाहिँ यो तल देख्ने हो साथीहरू, अलैँची बार। अनि खाजा खाएर गएपछि चाहिँ हामी यसरी काम गऱ्यौँ साथीहरू। अनि म बुहारीहरू चाहिँ यसरी फान्दै थियौँ। भदैले चाहिँ यतिखेर भिडियो बनाइदिएको। अनि खाजा खानुभन्दा अगाडि फानेको मेलो हो साथीहरू तिनीहरू चाहिँ। अनि जङ्गल चाहिँ यत्तिको थियो साथीहरू। अनि ऊ माथिनिर चाहिँ भदैले फान्दै थियो। अनि परनिर दाजुले खाजा खानुभन्दा अगाडि अलिकति मेलो छोडिएको थियो नि त। अनि त्यो मेलो चाहिँ दाजुले फान्दै हुनुहुन्थ्यो। अनि जङ्गल चाहिँ यत्तिको थियो। अनि हामी चाहिँ यसरी फान्दै थियौँ साथीहरू। अनि यसरी फान्दै गर्दा चाहिँ भदैले चाहिँ भिडियो बनाइदिँदै थियो। अनि पल्लोपट्टि बुहारीहरू पनि फान्दै थियो। अनि म नि यहाँनिर यसरी फान्दै थिएँ। देख्न सक्नुहुन्छ साथीहरू, हाम्रो काम चाहिँ यस्तो भइरहेको छ आजभोलिको। अनि हामी चाहिँ गफसफ गर्दै यसरी कामतिर लागिरहेको थियौँ। अनि भदैले चाहिँ भिडियो पार्दै थियो। अनि परको पनि बुहारी हो, पल्लोपट्टि छेउको मान्छेको चाहिँ खेत लगाएको थियौँ क्या हामी चाहिँ। अनि उहाँ चाहिँ घरपट्टि
मेरो चाहिँ साइनोले चाहिँ बुहारी पर्छ अनि हामी चाहिँ यसरी गफ गर्दै काम गर्दै थियौँ अनि भदैले चाहिँ भिडियो बनाउँदै थियो। अनि त्यसपछि चाहिँ भदैलाई नि फान्न लगाएँ, मैले भिडियो पारिदिन्छु तिमी नि काम गर भनेर। अनि त्यसपछि मैले चाहिँ भिडियो बनाएँ अनि भदैले चाहिँ यसरी फान्दै थियो। साथीहरू देख्न सक्नुहुन्छ तपाईँहरूले पनि। यसरी अलैँचीको फेदमा चाहिँ गोड्नुपर्ने हुन्छ क्या साथीहरू। अनि त्यही भएर भदैले चाहिँ गोड्दैछ, मैले भिडियो बनाउँदैछु। अनि यसरी काम गरेपछि चाहिँ अब घर जाने बेला भयो नि त, अनि काम पनि गरिसकेको थियो। अनि हामी चाहिँ यसरी बाटो लाग्यौँ। अनि यतिखेर पनि फोन समाउने क्यामेराम्यान चाहिँ बुहारी नै थियो होइन। अनि यसरी हामी चाहिँ बाटो लाग्यौँ साथीहरू। अनि बाटो लागेको केही समयपछि चाहिँ यता डाँडामा निस्क्यौँ नि त। अनि त्यतिखेर यसो बिसाइराखेको थियो अरू चाहिँ, अनि मैले चाहिँ यसरी भिडियो गरिदिइहालेँ। अनि भिडियो गर्दै आएँ। अनि त्यसपछि बाटोहरू चाहिँ यस्तो थियो होइन। अनि बुहारी दुईजना पछाडि आउँदै थियो अनि भदै चाहिँ मेरो अगाडि हिँड्दै थियो साथीहरू। अनि हामी चाहिँ घर आइपुग्न आँटेको थियो नि त। सो तपाईँहरूले देख्न सक्नुहुन्छ साथीहरू, हामी चाहिँ गाउँको नजिक आइसकेका छौँ। अनि घर पनि पुगिसकेको थियौँ लगभग। अनि भदै चाहिँ पुगेर पनि उत्योबाट हेर्नु न घरतिर लागिसकेको थियो क्या, भित्र पसिसकेको थियो। र बुहारी दुईजना चाहिँ मेरो पछि आउँदै थियो। अनि मैले चाहिँ यसरी भिडियो बनाइदिएँ साथीहरू। आजको भिडियो चाहिँ यति नै। अनि हामी यसै गरी अर्को भिडियोमा भेट्नेछौँ। र आजको भिडियो कस्तो लाग्यो तपाईँलाई कमेन्टमा भन्नु है।